प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अनिश्चित बनिरहेका बेला नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामेछाने भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा आगामी जुन 1 र 2 तारिक अर्थात् ज्येष्ठको तेस्रो साता भारत भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्री लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्न कार्यतालिका रहेको स्रोतको दाबी छ। भाजपा कार्यालयमै उहाँको विशेष स्वागतको तयारी गरिरहेको चर्चाले राजनीतिक वित्त तातेको छ। नेपाल र भारत चीन बीच लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न सहमतिमा नेपाल सरकारले कूटनीतिक नोट पठाएर असन्तुष्टि जनाएपछि काठमाडौँ र नयाँ दिल्ली बीच केही दूरी बढेको विश्लेषण भइरहेको थियो। प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सन्तुलन कायम राख्न खोजिरहेकै बेला भारतले रासपा सभापति लामिछानेलाई दिएको यो विशेष प्राथमिकता कूटनीतिक रूपमा निकै अर्थपूर्ण देखिन्छ। राजनीतिक दल र नेताहरू परिवर्तन भइरहन्छन्, तर देशको कूटनीतिक मर्यादा र राष्ट्रिय हित स्थायी हुनुपर्छ। जुनसुकै दलका नेताले विदेश भ्रमण गर्दा दलगत स्वार्थभन्दा माथि उठेर देशको सार्वभौमिकता र नेपाली जनताको हितलाई केन्द्रमा राख्नु नै आजको मुख्य आवश्यकता हो। बदलिदो राजनीतिक शक्ति सन्तुलनमा नेपालले आफ्नो कूटनीतिक परिपक्वता देखाउनु पर्ने बेला आएको छ।